हामी जेएफटी पास भयौँ, स्किल पनि पास भएका छौँ, तर डिमान्ड आइदिरहेको छैन, डिमान्डमा पास भइदिरहेका छैनौँ है। कुनै कुनै व्यक्तिलाई एसएडब्ल्यूको रिलेटेड जेएफटी स्किल दुवै पनि पास हुन गाह्रो अवस्था छ है। त्यो अवस्थामा तपाईँहरूको मेन्टलमा घुमिरहेका कुराहरू, तपाईँलाई दुधार लागेका कुराहरू चाहिँ हामीले बुझिरहेका हुन्छौँ। प्रत्येक दिन काउन्सिलिङ गर्दा ती कुराहरू बुझिरहेका हुन्छौँ। हामी पनि कम्पनी हन्टिङ गर्ने क्रममा धेरै कुरो कम्पनीहरूसँग मिटिङ बस्ने क्रममा चाहिँ यी कुराहरू चाहिँ हामीले पनि क्वेसन राइज गर्छौँ, उनीहरूले पनि क्वेसन राइजहरू गर्छन्। र नेपालमा अहिले डिमान्ड थोरै आउनुको अवस्था, डिमान्ड आए पनि हामी पास नभएका अवस्था र हाम्रो क्वालिटी चाहिँ कस्तो रहेछ भन्ने कुरालाई चाहिँ एउटा मध्यनजर गर्दै एउटा सानो भिडियो बनाएँ। अहिले हामी के छ त भन्दा नेपालको अरू देशहरूले, जापानले चाहिँ अरू देशहरूको कम्पेयरमा नेपाललाई हेर्ने, भाषागत रूपले हेर्ने कम्पेयर के भएको छ त भन्दाखेरि सबैभन्दा पहिला बिग प्रब्लम भनेको चाहिँ हामी जेएफटी पढ्ने मान्छे एकदम एक्सेसिभ छौँ। एकै महिनामा हामीले एक लटमा हामीले 10,000 11,000 जनाले एक्जाम दिने व्यक्ति हुन्छौँ, तर पास रेट के भइदिएछ 27, 23, 28%, 30% मात्रै हाम्रो नेपालको पास रेट देखिन्छ। अरू देशको कम्पेयरमा चाहिँ अरूमा देशमा के हुन्छ भन्दाखेरि दिने व्यक्ति पनि कम छन् र पास रेट एक्सेसिभ हाई छ। जस्तै 1200-1400 जना दिएको छ भने 50-60% चाहिँ त्यो पास देखिन्छ। त्यो मेन एउटा रिजन चाहिँ उनीहरूले सबैभन्दा के हुन्छ डाटा हेर्ने हो। देशको जापानिज भाषाको क्वालिटी कस्तो छ भन्दा त्यो डाटा हेर्छ। त्यो डाटा हेर्ने बित्तिकै हाम्रो नेपालको लेभल चाहिँ लो देखिन्छ। एउटा त्यो भयो। अर्को हाम्रो के छ त भन्दा बिस्तारै हामी टिचरहरू, कन्सल्टेन्सीहरूले पनि अलिक थोरै जेएफटी पास गर्ने प्याटर्नहरू चाहिँ थोरै सर्टकट प्याटर्नहरू चाहिँ बढी अप्नाएको देख्छु मैले। फुल कोर्स N5 N4 होइन क्लियरली पढाएर, इरोदोरी क्लियरली पढाएर उसको कन्भर्सेसन प्याटर्नहरू बिल्डअप गरेर जेएफटी पास भएको हो भने ठिकै हुन्थ्यो। तर अहिले के भन्छ बिस्तारै सर्टकट प्याटर्न के छ भने 30-31 लेसनमै तपाईँ पास भएर तपाईँ गायब भइदिनुहुन्छ। अनि त्यो बिचको पिरियडमा चाहिँ कम्प्लिटली के हुन्छ भन्दाखेरि मेरो N4 नै सकिएको जस्तो तपाईँले भाव हुन्छ। त्यो टिचरको मेहनत, अहिले सर्टकट प्याटर्नहरूको मेहनत भयो, त पास त हुनुभयो, तर इन्टरभ्यू दिने बेलामा चाहिँ तपाईँको बोलिने प्याटर्नहरूमा चाहिँ त्यो लेभलको भाषा देखिँदैन। र अरू देशमा चाहिँ एक्सेसिभ N3 लेभलसम्मका भाषाहरू गइसकेका हुन सक्छन्। तर हामी चाहिँ के त भन्दाखेरि सिम्पल 30-31 लेसन पढेर जेएफटी पास गरेको मान्छेले कुन लेभल बोल्ला त भन्दाखेरि त्यही N5 लेभल बोल्ला। N5 भनेको चाहिँ N5 N4 भनेको चाहिँ जापानमा काम गर्न छिन्न सक्ने लेभल चाहिँ होइन। तर जापानको एउटा स्ट्यान्डर्ड N4 लेभलसम्मको चाहियो भने स्ट्यान्डर्ड मेन्टेन मात्रै हो, त्योभन्दा माथि चाहिने हो खास है। उसले चाहिँ त्योभन्दा माथि चाहियो भन्ने कुराहरू गर्छ। र अर्को भनेको म्याक्सिमम अहिले डिमान्डहरू चाहिँ N3 त्यही भन्छ, अथवा N3 लेभलको चाहिँ मलाई भाषा चाहियो, N3 पासै चाहियो भन्ने डिमान्डहरू पनि धेरै आएको देख्छौँ। र यसको तयारी स्वरूप अब हामी यत्रो मेहनत गरेका छौँ, यति लगानी लगाएका छौँ, यति समय लगाएका छौँ। तपाईँ बिचैमा भाषा म जेएफटी पास भएँ भन्दैमा बिचैमा भाषा छोड्नुभन्दा पनि 2-3 महिना अझै कसिएर N5 N4 क्लियरली मिनान्युङ क्लियरली पढ्नुहोस्, इरोदोरी क्लियरली पढ्नुहोस्, इरोदोरीमा भएका कन्भर्सेसन प्याटर्नहरू क्लियरली म चाहिँ बोल्न सक्छु है भन्ने प्याटर्नले प्रयास गर्ने कोसिस गर्नुहोस्। र सँगसँगै खाली नबस्नुहोस्, N3 जोइन गर्नुहोस्। र N3 जोइन गर्दै जाँदाखेरि जेएलपिटी मैले भन्न पाइनँ भने न्याट दिए पनि हुन्छ। किन म न्याट N3 पास छु भन्दाखेरि तपाईँको रिपुटेसन चाहिँ इन्टरभ्यू बस्दाखेरिको चाहिँ सबैभन्दा माथि रिपुटेसन तपाईँ हुने हो। तपाईँले चाहिएको भनेको एउटा कोटा हो। डिमान्ड आयो आएन भन्दा पनि तपाईँलाई चाहिने एउटा कोटा हो। एउटा कोटामा तपाईँ पढ्नु भयो कि भएन भन्ने कुरा मात्रै हो। त्यसैले त्यो तरिकाले तपाईँले रेडी हुनु भएको छ कि छैन चाहिँ यो महत्त्वपूर्ण कुरा हुन्छ। र अर्को प्याटर्न भनेको चाहिँ अहिले हामी थोरै भाषा पढाइरहने अवस्थामा चाहिँ जापानिज ल्याङ्ग्वेज टिचरको चाहिँ इन्सफिसियन्सी भएको छ। जुन चाहिँ जापानमै एक्सपिरियन्स भएर आएका, जापानको कल्चर फिल गरेर आएका टिचरहरू चाहिँ एकदम इन्सफिसियन्ट छ। अनि हामी यहाँ चाहिँ के त भन्दाखेरि त्यो इन्सफिसियन्सीको साथ यहीँ पास भएका स्टुडेन्टहरू जुन चाहिँ N3 लेभलमा भएछ उनीहरूलाई टिचर राखिरहेको छौँ। जुन अन्तर्गत उनीहरूले बोल्न सक्ने क्यापेसिटी देखायो कि देखाएन, कन्भर्सेसन प्याटर्न देखायो कि देखाएन भन्दाखेरि अब हाम्रो भाषा चाहिँ के भयो त भन्दाखेरि जस्ट ल्याङ्ग्वेज बेसमा हुनु भएन कि कल्चरल बेसमा हामीले टिचिङ गरियो कि गरेनौँ, कल्चरल बेसमा तपाईँले सिक्नुभयो कि भएन, यी कुरा चाहिँ एकदम रिलेटेड गर्छन्। इन्टरभ्यूमा बस्नुहुन्छ, तपाईँ बस्ने एटिच्युड मिलेको छैन, बोल्ने एटिच्युड मिलेको छैन, तपाईँले दिएका एन्सरका टोनहरू मिलिरहेको अवस्था छैन र कल्चरको रिफ्लेक्ट गर्न सक्नुहुन्न भने त्यो अवस्थामा के हुन्छ तपाईँको एटिच्युड, तपाईँले बोल्ने प्याटर्नहरू चाहिँ जापानिजले चाहिँ राम्रो एक्सेप्टेबल मान्दैन र लिँदैन। त्यसैले गर्दा तपाईँ अहिले जुन कन्सल्टेन्सीमा पढ्नु भएको छ त्यो कन्सल्टेन्सीमा त्यो बुकमा भएका कन्टेन्टहरू चाहिँ क्लियरली म चाहिँ रिफ्लेक्टिङ गर्न सक्छु। म जस्तै तपाईँ मिनान्युङको पढ्दाखेरि रेन्स्यु सीमा तपाईँको कन्भर्सेसन प्याटर्नहरू छन्, खाइवामा कन्भर्सेसन प्याटर्नहरू छन्, ती प्याटर्नहरू चाहिँ नहेरेर बोल्ने हो कि
अथवा तपाईँ बोल्दाखेरि ऐना अगाडि बोलेर आफ्नो कन्भर्सेसन प्याटर्न डेभलप भएको छ छैन कम्पेयर गर्ने, किन भन्दा तपाईँको भिडियोहरू पाइन्छ, अडियोहरू पाइन्छ, त्यो कम्पेयर गर्नुहोस्। उसले बोलेको अडियो र आफूले बोलेको अडियो चाहिँ रिफ्लेक्टिङ गर्नुहोस्, सेम भएको छ कि छैन, कन्भर्सेसन नहेरेर बोल्ने कोसिस गर्नु भएको छ कि छैन। र अर्को भनेको चाहिँ इन्टरभ्यूमा तपाईँले रटन्ते एन्सरहरू चाहिँ बढी दिनुहुन्छ। किनभने अहिले धेरै नेपालीहरू जापान गइसकेको अवस्था, धेरै कम्पनीमा कतै न कतै 1-2 जना नेपाली पुगिसकेका छ। उसलाई थाहा छ कि नेपालीको लेभल कस्तो छ, इन्टरभ्यू दिँदाखेरि लेभल, जापान आउँदाखेरिको लेभल र काम गर्ने लेभल उसले कम्पेयर गरिसकेका हुन्छ। त्यसैले गर्दा अहिले उनीहरूले चाहिँ क्वालिटी तान्न खोज्छ। त्यहाँदेखि यसले चाहिँ रटेर एन्सर दिएको छ भन्ने उसले लाग्न बित्तिकै उसले घुमाएर एन्सर दिनु खोज्छ। त्यो घुमाएर एन्सर दिने क्रममा हामीले एन्सर दिन सक्दैनौँ है। त्यसैले गर्दा यी सम्पूर्ण कुरा चाहिँ तपाईँले बुझेर जब तपाईँ जेएफटीको लागि कम्प्लिटली रेडी हुनुहोस्, N5 N4 क्लियरली पढ्नुहोस्, पढिसकेपछि बल्ल एक्जाम दिनुहोस्। त्यो एक्जामले चाहिँ क्वालिटी रिजल्ट दिनेवाला छ। त्यो बिचैमा तपाईँले फर्म भर्नुभयो भने तपाईँको एउटा के बिगिन्छ, पैसा सत्यानाश भइहाल्यो। अर्को भने पास हुनुभयो भने त ठिकै भयो, पास नभयो भने पैसाको कुरा पनि भयो, एउटा तपाईँको कन्फिडेन्टको लेभल पनि हराउँछ र सँगसँगै हाम्रो डाटा पनि बिग्रिरहेछ। त्यसैले गर्दा कम्प्लिटली आफू रेडी भइसकेपछि मात्रै फर्म भरौँ, नगरौँ है। मिनानु निहुँगो चाहिन्छ, इरुदोरी चाहिन्छ भन्ने कुरा अर्को ठाउँको हो, तर एज अ मेरो अनुभव चाहिँ मिनानु निहुँगो N4 सम्म पढ्नुहोस्, इरुदोरी कम्प्लिटली पढ्नुहोस् र इरुदोरी A2 सकाइसकेपछि अहिले A2 B1 बुक निकालेको छ, त्यो पनि पढ्ने कोसिस गर्नुहोस्। त्यति गर्न बित्तिकै अटोमेटिक रिजल्ट चाहिँ पोजिटिभ आउन सक्छ है। र अर्को देखिएको भनेको चाहिँ तपाईँले पढ्दै जाँदाखेरि चाहिँ हामीले देखेको जुन सिचुएसन छ, हामी के छ सर्टकट प्याटर्न गर्छौँ, जतिसक्दो छिटो गरौँ भन्छ। मार्केटमा जस्तो 2 महिनामा पास, 3 महिनामा पास भन्ने हुन्छ, त्यति छिटो हतारले पनि गर्नु पर्दैन। किनभने हामीलाई पास भन्दा पनि रिजल्ट चाहिएको। के रिजल्ट? इन्टरभ्यू पास रिजल्ट, जापानको लाइफ सेटलमेन्ट रिजल्ट चाहिएको। अहिले पास बिस्तारै पास भए पनि हुन्छ, तपाईँ एकचोटि फेल भए पनि त्यो फेलले चाहिँ तपाईँलाई केही सिकाउने होला है। त्यसले के गर्नुहोस् भने लगातार एउटा ह्याबिचुअल बसाल्नुहोस्, भोकाबुलरी क्लियरली गर्ने बानी बसाल्नुहोस्, रेन्स्यु बी रेन्स्यु सी गर्ने बानी बसाल्नुहोस्। र अर्को भनेको चाहिँ रेन्स्यु सीको कन्भर्सेसन डेभलप बोल्ने बानी बसाल्नुहोस्, लिसनिङ गर्ने बानी बसाल्नुहोस्, खान्जी कति पढ्नु भएको छ दिनदिनै बसाल्नुहोस्। त्यो हुनुभयो भने क्लियरली जसले पनि सक्छ। तर हामी ह्याबिट छैनौँ। के छ त भन्दा एक्जामको अघिल्लो दिन पढ्ने बानी हाम्रो छ, त्यो हुन बित्तिकै एक्जामको अघिल्लो दिन पढ्ने बानीले जापानिज भाषा पास हुँदैन। ह्याबिचुअली पढ्नुहोस्, ह्याबिचुअली टिचरसँग इन्ट्याक्ट गर्नुहोस्, ह्याबिचुअली के भन्छ रोल मोडल गर्ने गर्नुहोस् र अर्को सिक्नुहोस्। युट्युबमा केही न केही जापानिज भाषा सुन्न सकिन्छ। अहिले च्याटजिपिटीलाई एउटा टिचरकै रूपमा तपाईँले कन्सल्ट गरेर उसले मलाई सिकाइदियो भने च्याट पनि सिकाउन सक्छ तपाईँले है। त्योबाट नै हामीले के भन्छ इन्टरभ्यू प्रिपरेसन गर्न सक्छौँ। यसरी प्रिपेयर हुनुभयो भने तपाईँ चाहिँ बेस्ट क्वालिटीयुक्त मान्छे होला। अन्यथा तपाईँ जस्तै मान्छे, हामीले उत्पादन गरेका मान्छेहरू मार्केटमा जति पनि छन् है, त्यो जति पनि मान्छेहरूको बिचमा उत्पादन हुनुभन्दा उत्पादन नभएकै राम्रो। किन उत्पादन भइसकेपछि चाहिँ प्रोडक्टिभ जापानको कम्पनीमा पास हुनु पर्यो, जापान जान पाउनु पर्यो। अन्यथा यहीँ अल्झिएर बस्यो भने, किन हाम्रो नेपालमा जापानिज कम्पनी छैन, पास भएर पनि मेरो भाषा पढेर पनि तपाईँले त्यसलाई युज गर्न पाउनु भएन भने त त्यो त पैसाको सत्यानाश, टाइमको सत्यानाश हुनसक्छ। त्यसैले गर्दा आजबाट के सोचौँ भन्दाखेरि म कन्टिन्युसली पढ्छु, रिजल्ट निकाल्छु, मेरो जापानलाई चाहिने लेभलको म बिल्डअप गर्छु। म जापान जानुभन्दा पहिला नै नेपालमा म N3 लेभलको चाहिँ भाषा चाहिँ डेभलप गर्न सक्छु र म गर्छु भन्ने सोच्नुहोस्। यदि त्यो सोच्नुहुन्छ भने जापान तपाईँलाई वेलकम छ, फलिफाप नै हुनेवाला छ, प्रगतिमय रहनेवाला छ। अन्यथा हुँदैन है। तपाईँको आफन्त गएका होलान्, साथीहरू गएका होलान्, तिनीहरूको रिजल्ट हेर्नुहोस्, तिनीहरूको मेन्टालिटी अवस्थाहरू हेर्नुहोस्, तिनीहरूको प्रोडक्टिभिटी कति भएको छ, ती सबै कुरा चाहिँ हेर्नुहोस्। लैलैमा नलाग्नुहोस्, आफ्नो एक पेसमा पढ्नुहोस्, प्रोडक्टिभ पढ्नुहोस्, रिजल्ट सबैको निक्लिन्छ। नआत्तिनु होला। केही अरू केही यस्तै काउन्सिलिङ प्याटर्नहरू छन्, केही बुझ्नु छ भने एसएसडब्ल्यू सर्भिसलाई सम्झिनु होला है त। हामी हाजिर नै हुनेछौँ है त। नमस्ते।